इट्स डे 9 अफ पोस्टिङ अ रिल जबसम्म बालन शाहले टेलिभिजन इन्टरभ्यू दिँदैन। इफ हि डज म लाइभमा आएर तक्ले भनिदिन्छु क्या। बोल्दा पनि नबोल्ने चुइके एउटा शब्द मुखबाट ननिकाल्ने गर्न खोजेको के हो किन गर्न खोजेको पनि जनतालाई आएर क्लियरली कुरा नराखिदिने अनि देशमा भइरहेको कानुन मिचेर अध्यादेश लिएर जाने बोलाको संसदको बैठकलाई चाहिँ पोस्टपोन गरिदिने हाम्रो प्रिपरेसन पुगेको छैन बैठक गर्नलाई भनेर पोस्टपोन गर्ने अनि त्यस पछाडि अध्यादेश लिएर जाने काम गर्न हतार छ। हामीलाई पनि हतार छ देश बनेको हेर्नलाई, देश कहिले बन्छ भनेर हेर्नलाई। तर त्यो भन्दैमा भइरहेको कानुनहरू मिचेर काम गर्नको लागि हामीले डिक्टेटर त पठाएको होइन नि त। हामी यिनै कुराहरूबाट फ्रस्ट्रेट भएर बालेनलाई र रासपालाई यो म्यान्डेट दिएर पठाएको हो क्या। उनीहरू गएर उनीहरूलाई जसरी मन लाग्छ जे गर्छ मन लागि गर्छन् भनेर पठाएको होइन नि त। कि त आएर जनतालाई बुझाउनु पर्यो मैले यो कुराहरू यसरी गर्न खोजेको हो, यो कुराहरू मैले नर्मल कानुन फलो गरेर गएँ भने मलाई यसरी टाइम लाग्न सक्छ, त्यही भएर मैले अध्यादेश लिएर गएको भनिदिने। मुखबाट एउटा शब्द पनि ननिकाल्ने अनि मनमा जे आयो त्यही गर्ने भनेको। आएर बोल्नु पर्दैन, भन्नु पर्दैन जनतालाई के गर्न लागेको भनेर। यदि तपाईँहरूलाई पनि लाग्छ कि बालन एन्सरेबल हुनुपर्छ, ऊ आएर बोल्नुपर्छ भन्ने लाग्छ भने तपाईँहरू पनि मलाई यो च्यालेन्जमा हेल्प गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरू यो रिललाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, स्पेसली पेजलाई फलो गरिदिनु होला र कमेन्टमा बालेनलाई मेन्सन गरिदिनु होला। यदि तपाईँहरू यो भिडियो युट्युबमा हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु, फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटरमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु। लेट्स मेक इट ह्यापन टुगेदर।